हैट, यो घोडालाई के भयो? कहाँबाट आयो यो घोडा? लौ भन, के भयो घोडा? ए मान्छे, तपाईलाई थाहा छैन? जंगलमा एउटा गाई छ। त्यस गाईको कल्चौडामा अमृत समान दुध छ। त्यसलाई समात्नुहोस् न र थुनबाट दुध दुहेर खानुहोस् न। दुध, दही, घिउ राम्रो हुन्छ जिउ भन्ने कुरा तपाईलाई थाहा छैन? जाउँ हिँड्नुस्। शुभ कार्यमा ढिलो नगर्नु होला। घोडा, तिमीले निकै नै राम्रा कुरा गर्यौ, तर हेर त्यो गाई अति नै शङ्ख छ। समात्न खोज्यो कि बुकुर्सी मारेर दौडिन्छ। त्यसलाई कसरी समात्ने र? तिमी आफै भन न। तपाईँ केही चिन्ता नलिनुहोस् न, मद्दत गर्ने म छँदैछु नि। म गाई भन्दा छिटो दगुर्न सक्छु। आउनुहोस्, मेरो बुइ चढ्नुहोस्। म गाईको पछि पछि दगुरिदिन्छु अनि त तपाईँले त्यसलाई, त्यो गाईलाई सजिलैसित समात्न सकिहाल्नुहुन्छ नि। आउनुहोस्, फटाफट ढिलो नगर्नुहोस्। जङ्गलतिर गइहालौँ, गाई भएको ठाउँमा। कहीँ कतै केही नसोची आइहाल्नुहोस् न, गाई फेरि भाग्न पनि सक्छ। घोडाको कुरा पनि मलाई मन पर्यो। ठिकै हो, जाउँ न त, जाउँ। ल जाउँ, बाटो लागौँ। नमस्कार साथीहरू, तपाईहरू पनि कार्टुन भिडियोहरू मन पराउनुहुन्छ भने मेरो पारुहाङ कार्टुन्सलाई लाइक, कमेन्ट अनि सब्सक्राइब गरिदिनुहोस् है साथीहरू। गुड बाई, सबैलाई नमस्कार है साथीहरू। आज चाहिँ म ओल्लो चौरको घाँस चर्न जान्छु। त्यहाँ ढड्डु घाँस आइरहेको छ। आज घोडा कता गयो? म पनि त्यतै गएर मजाले घाँस चरेर आउँछु। आहा, कति मिठो घाँस, जताततै राम्रो घाँस छ। अब यही चरिन्छ। यहाँको घाँसै मिठो, कति मिठो छ यो चौरको घाँस। साह्रै मनपर्छ मलाई यो चौरको घाँस, साह्रै मिठो छ। अम्ममा, यस्तो मिठो घाँस खान पाइएको छ, रमाइलो छ जिन्दगी। यति राम्रो घाँसमा चर्न पाउँदा म धेरै खुसी छु। ओहो, यहाँ पनि कति राम्रो घाँस चौरको रहेछ। मिठो घाँस नै रहेछ यहाँ पनि। अहो अहो अहो, साह्रै रमाइलो हुने भयो जिन्दगी। कति राम्रो घाँस, यहाँ पनि को चौर रहेछ, घाँसे मैदानै रहेछ। आम्मामा खुसी। अहै अहै, हैट 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 हैट, खान पाइयो। हुई हुई, हुई हुई, हुई हुई। यो गाई नभए त सिङ्गै वनमा मेरो रजाइ चल्थ्यो। यो सबै मिठो घाँस म एक्लै खान पाउँथे। अब यो गाईलाई यस जङ्गलबाट लखेट्ने उपाय के छ होला? यति मिठो घाँस अर्काले खाएको म हेर्न सक्दिनँ। हेर कति लहलहाउँदो घाँस यो गाईले खाइदिएको। म यो गाईलाई एउटा आइडिया लगाएर खेदाइ छाड्छु। यस्तो लहलहाउँदो घाँस ढलिमुली गर्दै खान एक्लै कम्ती रमाइलो हुन्छ गाँठे। अब यो गाईलाई मान्छेको फन्दामा पारिदिन्छु। गाउँबाट एउटा मान्छे लिएर आउँछु अनि यसलाई त्यो मान्छेले लिएर जाओस्। हैट, यो घोडालाई के भयो? कहाँबाट आयो यो घोडा? लौ भन, के भयो घोडा? ए मान्छे, तपाईलाई थाहा छैन? जङ्गलमा एउटा गाई छ। त्यस गाईको कल्चौडामा अमृत समान दुध छ। त्यसलाई समात्नुहोस् न र थुनबाट दुध दुहेर खानुहोस् न। दुध, दही, घिउ राम्रो हुन्छ जिउ भन्ने कुरा तपाईलाई थाहा छैन? जाउँ हिँड्नुहोस्। शुभ कार्यमा ढिलो नगर्नु होला। घोडा, तिमीले निकै नै राम्रा कुरा गर्यौ, तर हेर त्यो गाई अति नै शङ्ख छ। समात्न खोज्यो कि बुकुर्सी मारेर दौडिन्छ। त्यसलाई कसरी समात्ने र? तिमी आफै भन न।
तपाईँ केही चिन्ता नलिनुहोस् न, मद्दत गर्ने म छँदैछु नि। म गाईभन्दा छिटो दगुर्न सक्छु। आउनुहोस्, मेरो बुझ चढ्नुहोस्। म गाईको पछि पछि दगुरिदिन्छु, अनि त तपाईँले त्यसलाई, त्यो गाईलाई सजिलैसित समात्न सकिहाल्नुहुन्छ नि। आउनुहोस्, फटाफट ढिलो नगर्नुहोस्, जङ्गलतिर गइहालौँ गाई भएको ठाउँमा। कहीँ कतै केही नसोची आइहाल्नुहोस् न, गाई फेरि भाग्न पनि सक्छ। घोडाको कुरा पनि मलाई मन पर्यो। ठिकै हो, जाउँ न त, जाउँ। ल जाउँ 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 जाउँ, बाटो लागौँ लागौँ। हेर गाई, नभाग नभाग, हे 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 हे, नभाग नभाग नभाग, तँलाई म जसरी पनि आज समाएर लान्छु। हेर गाई, म तँलाई जसरी पनि समाउँछु, नभाग नभाग, त आफै गल्छस् अब। तँलाई जसरी पनि म समाउँछु। हेर गाई, नभाग नभाग, हे 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 हे, अलिक कुद घोडा, अलिक कुद घोडा, अलिक कुद। यसलाई समाए। ल ल, यो अब गल है, यो गल। अब यसलाई समाइसकेँ अब मैले। ल ल ल ल है, ल ल ल ल ल ल। अब भने दुध दही घिउ दरो खाइने भयो है। गाईलाई ल्याउन सफल भयो। गाई आयो अब। खोइ, बाँध्ने ठाउँै देखिनँ। मैले त यहाँ पो तयार गरेका थिएँ कि बाँध्ने ठाउँ। कहाँ बाँध्ने हो? के गर्ने हो? यहीँ बाँध्नुपर्छ होला है, कि के गर्ने? यहाँ बाँध्नु हुँदैन। यहाँ अगाडि चौतारोमा बाँध्नुपर्छ। यहाँ अगाडि फोहोर गर्छ हुँदैन। पछि उता बकुलमा सार्नुपर्छ। पछि सार्नु पनि त भइहाल्छ नि त। किन पर लगेर कान्तमा बाँध्नु पर्ने हो त? ल अब म घोडा र गाईलाई नै छोड्दिनँ। घोडामा चढ्दा त रमाइलो पो हुँदो रहेछ। त्यसैले दुइटैलाई म पाल्छु। गाईको दुध खान्छु र केही दुधहरू बेच्छु र पैसा पनि आर्जन गर्छु। घोडाको काम मान्छे बोक्ने र भारी बोक्ने काम हुन्छ। आज मलाई दुइटै हातमा लड्डु मिलेको छ। हा हा हा। दिदी, चामल र नुन सकिएको छ। एक बोरा चामल, एक बोरा नुन यो घोडामा बोरा ल्याउनुपर्छ। गइहाल्नुपर्छ है। ल ल, खाना खाएर गइहाल्नु। हिँड त पनि हिँड। ल जाउँ जाउँ, खाना खानुपर्छ नि, जानुपर्छ। ल आहा, घोडामा चढेर जाने हो। अब सानै छुट्टै हुने भयो हाम्रो। गाईले खाएको रिस गर्नाले आफै नर्कमा फसियो। मान्छे बोक्ने भारी बोक्ने काम आइलाग्यो। स्वतन्त्र खुल्ला आकाशमा बाँचेको रमाइलो जिन्दगी मेरो मलाई पचेन। अर्काको रिस डाहा गर्नाले जिन्दगीभरि दुःख पाउने भएँ। धिक्कार छ मेरो कर्म। नमस्कार, मेरो भिडियो तपाईँहरूलाई कस्तो लाग्यो? राम्रो लाग्यो भने लाइक, कमेन्ट अनि सब्सक्राइब गरिदिनुहोस् है। धन्यवाद। गुड बाई।